यहाँ सब गइरहेछ बस्नु हिँड्ने डरै छ अनि केटा हो वेलकम ब्याक टु माई च्यानल। आज हाम्रो डेस्टिनेसन भनेको खप्तर होइन भोटे। यो मेरो साथी भोटे अनि म ल अब हामी दिपाल बजारमा छौँ। आज हामी यहीँ बसिन्छ। भोलि यहाँदेखि सिलगढीबाट जिग्राना त्यसपछि हाम्रो ट्र्याक सुरु हुन्छ खप्तरको लागि। आज हाम्रो यहीँ बस्ने प्लान हो। ल अब सिलगढी गइरहेको हामी। सिलगढीबाट डाइरेक्ट बोलेर पाइन्छ जिग्रानासम्म। हामी त्यही जिग्रानाको गाडीमा हामी यता बसिसक्यो। हामी गइरहेको जिग्राना, म मेरो साथी र हामी ड्राइभर 3जना मात्र हो। ड्राइभरले लगिरहेको छ हामीलाई जिग्राना। लास्ट मजा आइरहेको छ, गीत पनि मस्त बजिरहेछ। हामी अब खप्तरबाट होमस्टे जिग्राना पुगे। अब यहाँदेखि हाम्रो ट्रेकिङ सुरु हुन्छ। एकछिन हाम्रो रेस्ट। हामी यहाँ खप्तर पुगिसक्यो जिग्राना बिच पानी। हामी यहाँ डोटीको बाटो हुँदै खप्तरसम्म भोजान बाजुरा अछाम यी 4 जिल्लाबाट जान सकिन्छ। वालमा पेन्ट भएको सब ठाउँ घुम्ने ठाउँहरू हुन् खप्तरमा। शस्त्रलिङ्ग, खप्तर, त्रिवेणी यस्ता लगायतका धेरै फोटोहरू यहाँ राखिएको छ। खप्तर लेक ठाउँहरू घुम्ने टन्नै छ। यहाँ चित्रहरू पनि राम्रो बनाएको छ। खप्तर होमस्टे। अब हाम्रो ट्रेकिङ सुरु। ल अब हामी गइरहेको। अब हाम्रो ट्रेकिङ सुरु भयो। यहाँदेखि हामी गइरहेको मस्त तल। भर्खर हिँड्दैछ हामी खप्तर होमस्टेबाट। हल्का उकालो चढ्नु परिरहेछ। उकालो छ तर रमाइलो भइरहेछ। नेसनल पार्कको गेटमा पुग्यो हामी। अब हामी यहाँदेखिको मेन ट्रेकिङ भनेको अब यहाँदेखि सुरु भयो। अब हामी जानलाई रेडी। खप्तर अब यहाँदेखि उकालो सुरु भयो। मेन उकालो भनौँ। अब यहाँदेखि ठाडो उकालो छ अरे। अब हामी हिँड्दैछौँ यहाँदेखि ठाडो उकालो। चार घन्टा छ यहाँदेखि स्थानीयसम्म। 'रेस्ट गर्ने ठाउँमा फर्स्ट फेज। भोटे कस्तो भइरहेछ? मस्तो भइरहेछ नि। ल अब हिँड्दा हामी सेकेन्ड टच पुगे। यसको हाइट भनेको 2779 मिटर।
नहीं दो रही सो के रहो या ठीक छ बाबा हाल्छ हिजो मेला त्यो मेलाबाट आइरहेछन् फर्किरहेछन् हेलो हजुर हजुर सुदूरपश्चिम अफिसियल यो अर्को बस्ने ठाउँ यहाँ सब गइरहेछ बस्नु बटे तेस्रो बस्ने ठाउँ पुग्यो होइन बिच पानी देखि यो थर्ड बस्ने ठाउँ जय देश जय चरेश लेख्नेवाला खतरा लेखेको रहेछ क्या पुरानो यहाँ बस्थ्यो अरे पहिलाका मान्छेहरू भोटे अगाडि अगाडि पुग्दैछ हिँडे यसको उचाइ 3088 मिटर लास्ट त्यो गल चढेर हामी यहाँ खाना खाने ठाउँ बिच पानी यो हो बिच पानी खानासाना खाने ठाउँ यहाँ खानासाना खाएर अब हामी एकछिनमा निस्किन्छौँ यहाँ चाहिँ खाना बस्न पुरै व्यवस्था छ बाटोमा ड्युटीबाट आउने बेला बाटोमा पर्छ यहाँ सब मान्छेहरू मेला सकेर रिटर्न आइरहेछन् खानासाना खाएर अब रेस्ट गरेर हुन् बग बोडे यो ठाउँको नाम के खै भनिदिए के भन्यो बाघ पानी पानी बिच पानी होइन भाइलाई थाहा छ बिच पानी भन्नु मेरो भाइ त्यो थाहा छ होइन ए भाइहरूको बचाउनु न यहाँबाट बाटोको लागि खानेकुरा सब लगेर जानु होला त्यसपछि बाटोमा कहीँ छैन सिधा खप्तरमा हो मजा आइरहेछ हिँड्दा यो फोन डाँडा बिचमा अब 2 घन्टाको बाटो म्याजिक अफ खप्तल बाजा त कुद्दैछ यार आँखा जस्तो देखिरहेको छ नि त्यस्तो चाहिँ देखिरहेको छ होइन फोनमा तर दामी मजा आइरहेको छ बाजु खतरा कुद्दैछ मजा आयो पानी परेर बोतल चेन्ज गरेर रेनकोट लगाएको छ मजा आइरहेछ गाइज हामी हो बसेको होटल खप्तर बाबा होटल बाजुरा आज हामी बाजुरामा छौँ नाट्येश्वरी
मन्दिर बाजुरा टक्क खप्तर हामी खप्तरदेखि अहिले हामी कहाँ जान लागेको छु ताल जान लागेको छु होइन घोडाहरू फुल फुल्न सुरु पछि दामी फुलेको ठाउँ देखाउँछु यहाँ भर्खर भर्खर फुलिरहेछ हरियो हुँदैछ ल गाइज हामी ताल पुग्सक्यो दामी छ मस्त मजा आइरहेछ होइन भोटे भोटे मजा आइरहेछ नि ए अब हामी यहाँ बसेर एकछिन अब भिडियो सिडियो फोटो सोटो खिच्छौँ भर्खर भर्खर फुल फुल्दैछ पाटनहरूमा अब हामी खतर बाबा आश्रम गइरहेको छु यहाँ हामी बसेको ठाउँ यतातिर जाने हो खतर बाबा यो भनेको छाडे पाटन जाने बाटो खतर बाबा आश्रम हामी पुगे यहाँ गेट ठ्याक्कै रिफ्लेक्सन लाग्यो विदेशी खैराहरू मेडिटेसन गरिरहेछ बनाउँछु गाइज हामी यहाँ पाटन पुरै 360 भ्यू पाटन होइन बोटे भ्यू केटाहरू 5:55 हेला हामी 5:55 यस्तो ठाउँमा छौँ 5:55 अन्नबोटे पाटन मस्त छ यहाँ पुरै सूर्यले गर्दा यस्तो भइरहेछ फेरि पाटन खतरा हुँदैछ
यतादेखि त्यो मन्दिर गएर त्यसपछि रिटर्न घर। र हामी बसेको खतर बाबा होटेल बाजुरा। अर्को ग्रुप घर जान रेडी। हामी एकछिनमा निस्किन्छौँ यहाँदेखि मन्दिर गएर त्रिवेणी, त्यसपछि त्यहाँदेखि घर रिटर्न। ल गाइज हामी कहाँ पुग्यो? केदारढुङ्गा। यस्तो छ केदारढुङ्गा। पुरैले सबैले यहाँ ढुङ्गा माथि ढुङ्गा राखेर बनाएको छ। यहाँनिर धारा छ, केदार धारा। देखाइदिउँ न होइन बुढा? के भयो त? त्यो केदार धारा। एकछिन रुक न। यहाँ छ केदार धारा। के भयो? त्यही हो होइन, यो धारा धारा। हामी आउने यहाँ आयौँ। केदार धारा अलिक मूल फुटेर आएको थियो ढुङ्गाबाट। ल गाइज यो है यहाँ खप्तन मेला लाग्ने ठाउँ। यहाँ फोहोर छ, हिजो अस्ति मेला लाग्यो। यहाँ आदमीहरू सफा गर्दैछन्। सरसफाइ उता घर बनाएर त्यहाँ अझै भत्काउन आएछन्। यहाँ यो है मेला लाग्ने ठाउँ खप्तल। त्रिवेणी मन्दिर यही हो। आइज न आइज। ल हामी खप्तर धाम पुगे। गङ्गा यमुना यो गङ्गा यो यमुना यो सरस्वती कुण्ड यो मेन मन्दिर भयो। ए पुग्यो पुग्यो, यहाँ पुग्यो अहिले। यो अलग अलग जिल्ला हो नि, यहीँदेखि हो भने छुट्टिने हो सर? यहीँदेखि होइन अलग अलग जिल्ला छुट्टिने? यो मन्दिर कुन जिल्लामा?
यहाँ त लेखेको छैन। त्रिवेणीको पानी लाने योजनाको के लिएर खप्तरबाट पानी भन्ने उलेर आऊ जल लिएर आऊ खप्तरको। हामी त्रिवेणी पाटनबाट निस्किन लागे मन्दिर खप्तरलाई अब हामी बिदा दिएर हो हामी अब यहाँदेखि गएर हो न बोटे। मस्त रमाइलो छ। बोटे मजा आइरहेको छ नि कुहिरो आएर कुल कुल मौसम क्या मजा आइरहेको छ होइन बोटे। जसले जोस जग्गा न मुला यो पुरै पाटन हो। यो पाटनमा पुरै कुहिरो लागेर बबाल भएर देखिरहेछ। बबाल नानी बबाल जाडोको मौसम जस्तो। फुलहरू पनि अलिअलि फुलेछ होइन। या बबाल मजा आइरहेछ कुल कुल। कहीँ केही देखिरहेको छैन सिर्फ कुहिरै कुहिरो बबाल। भर्खर भर्खर फुल फुलिरहेछ। फुल फुल्ने टाइम भनेको पिक टाइम भनेको चाहिँ असार लास्टदेखि श्रावण फर्स्टसम्म त्यतिखेर बबाल देखिन्छ। अहिले हामी अलिक छिटो आयो हुनाले हामी जेठ लास्टतिर आयो हुनाले अलिकति फुल भर्खर स्टार्टिङ भयो। तर खप्तर मजाले घुम्नु छ भनेपछि यसो असार बिचतिर या लास्टतिर श्रावण फर्स्टतिर आयो हुन्छ। दामी फुल फुलेछ। भर्खर सुरुमा पनि दामी छ। अहिले मौसमले पनि राम्रो देखिरहेको छ। थ्याङ्क यू समाप्त धन्यवाद। हाम्रो ट्र्याक यहाँ सकियो हाम्रो ट्र्याक। अब रिटर्न ठिक रहनुहोस्। साथीको फार्म यहाँ साथीलाई भेट्न होइन कस्तो कुरा साथी ठिक छ ठिक छ। ऐसे जाएगा गाइस स्टार्टिंग है इधर देखा दे 600 ग्राम का फल करेला बाली ये वाला करेला छ हामी दिन तयार छौँ। ओके अरू बनाइदिए बारीको बनाइदिए